पक्तलाई त भन्ने मान्छेहरू पनि छन् रिस फेर्ने मान्छे पनि छ सर त्यही हुनाले त्यो कारणले पनि बोल्न डर लाग्छ बोल्न पनि डर लाग्छ सर अब किनभने हामी बाख्रो कसको चाहिँ नराम्रो किन भन्नु कसको चाहिँ नराम्रो किन भन्ने किनभने जो आए पनि कोही कोही गर्ने होइन कोही गर्ने हैन समस्या आफ्ना उस्तै छन् हजुर त्यस्तै हो सर बोल्नु भन्दा बरु नबोल्नु विरोध नहुने हैन अब बाख्रा पालेको छ सर 2-4 वटा अब काइथी श्रीमानले कमायो भने त्यसमै पनि खाइन्छ श्रीमान कहाँ हुनुहुन्छ घरमै हुनुहुन्छ सर यो बाख्रा पाल्नु भएको छ अझै 2-4 वटा खान अब त्यसरी कसैको विरोध नगर्ने के सर कसैको पक्षमा नबोल्ने तपाईहरुका लागि त कहिलेकाहीँ यहाँ कपडा धुन आउँदाखेरि पनि लाग्दो हो कि कर्णाली नजिकै छ आफू माथि पानी छैन सर के गर्नु आवाज सुन्यो अब हामीले केही दिन मात्रै यही पानी पनि पिन पर्छ सर हामीले कर्णालीको आवाज सुन्नु पर्यो खानु पर्यो सर उहाँ चाहिँ पानी छैन सर त्यही पनि हेर्नु बीचमा धारो होला सर एउटा बीचमा छ त्यहाँ एउटा टंकी के अरे टंकी जस्तो बनाएको छ सर त्यो पनि हेर्नु होला माथितिर